हेलो साथीहरू सम्पूर्णमा नमस्कार। आज भने श्री पञ्चमी, सरस्वती पूजा, किताबलाई पूजा गर्ने गर्छन् होला है। हामी सानो छँदा स्कुल पढ्ने बेला नै किताबलाई पूजा गर्ने गर्थ्यौँ, त्यस्तै होला। अनि आज मेरो छोराले पनि किताब पूजा गर्छ बुवा, अलिकति हलुवा बनाइदिनुहोस् पूजा गर्ने के भन्यो। भनिसकेपछि हाम्रो अब घर चाहिँ गाउँमा छेउछाउमा रहेका सानोतिनो दोकानमा सुजी चाहिँ पाइएन, ल्याउनको लागि टाढा पर्छ, बजार जानुपर्छ। त्यसैले चाहिँ अब जाँतो छ हाम्रो घर। पहिले जाँतोमा पिस्ने गर्थेँ म सानो छँदासम्म। हाम्रो घरमा मात्र नै कि गाउँमा पनि त्यस्तै थियो। अहिले अब मिल आइसकेको छ, कतै जाँतोको जमाना पनि गयो। त्यसैले आज चाहिँ हजुरहरूलाई म जाँतोमा यतिकिन चामल पिसेर देखाउँछु। सम्पूर्णले हेरेर सपोर्ट चाहिँ गर्दै गर्नु होला। लाइक सब्सक्राइब कमेन्ट चाहिँ गर्न चाहिँ नभुल्नु होला भन्न चाहन्छु। साथीहरू, यो चाहिँ जाँतो हो, हाम्रोतिर चाही पनि भन्ने गर्छन् यसलाई। यो चाहिँ जाँतो हो। यसको खुट्टा पनि थियो पहिला यहाँ लगाउने, पछि धेरै पछि यसको खुट्टा पनि झिकेर खासै यसलाई चलाइँदैन। त्यसैले खुट्टा सुट्टा निकालेर यस्तै राखिरहेको थियौँ। आज चाहिँ यसमा म पिसेर विचार गर्छु है त साथीहरू। खुट्टा नभएको कारणले त्यसरी मैले हात दिई अलिअलि पिसेर यसलाई फेरि दोहोऱ्याएर पिस्न लागेँ। खासमा यो मैले नि राम्रोसँग जान्दैन, टक्क यो घुमिरहन्छ। त्यसपछि पिसिसक्यो साथीहरू। अब यसलाई चाहिँ चाल्नमा हालेर जाँतोको खुट्टा नभएको कारणले है साथीहरू यसरी पिसेको। खुट्टा हुने त फेरि एकदम सजिलो हुन्छ। अब अहिलेको जमानामा त खासै काम पनि छैन, त्यही पनि हजुरहरूलाई पुरानो जमानामा जाँतोमा यसरी गरिन्थ्यो भनेर देखाउन खोजेको मात्र हो। मैलेसम्म अलिअलि म भेटेको थिएँ त्यो जमाना। अनि यसरी खासा भइगयो नि त। साथीहरू, सामान त केही छैन, म बाबुलाई चाहिँ हलुवा बनिन्छु है। जे सामान छ त्यसैले टक्क भएर बनिदिनु पर्यो भन्ने प्लानमा छु। तेल हालेँ मैले। साथीहरू, इलायची नरिवललाई हालेँ मैले। त्यसपछि यो चामलको पिठोलाई नै हालेँ। अनि साथीहरू, यसलाई चाहिँ म मजाले भुट्दैछु। चामलको पिठो है, सुजी होइन। यसलाई चाहिँ म मजाले हल्का भुट्छु। चिनी हालेँ।
मम्मी गएमा टाढी कति वर्ष पुग्यो रे यसलाई म भुटिसके साथीहरु अब चाहिँ पानी हालिदिन्छु तातो पानी फाइनली हाम्रो हलुवा रेडी भइसक्यो अलिअलि बाबु धार लगाउनु न अलिअलि फाइनली हाम्रो बाबुको पूजा सकियो।